माथिबाट हो माथिबाट यो Cause you see people, no te conoce, no te conoce. I've been drinking more alcohol for the past 5 days. Did you check on me? Did you check on me? Or did you look for me? I walked in the room, eyes are red, and I don't smoke banda. Did you check on me? नमस्कार It's me, मेरो नाम Prakash प्रकाश Kake. कार्की हो। म चाहिँ 2021 मा सन् 2021 मा यस क्षेत्रमा चाहिँ अब कक्षा 12 को पढाइ सकेर 6 महिनाको ट्रेनिङको लागि आएको थिएँ। यस ठाउँमा चाहिँ 100% अर्ग्यानिक खेतीहरू गर्दै आइराख्नु भएको छ। हाम्रो सर चाहिँ हुनुहुन्छ ददिबल सर। तपाईकै सर परिचय दिन्छ। सर म चाहिँ ददिबल Agricultural सर Extension specialist. अहिले चाहिँ यो अर्ग्यानिक Dadiwal फार्मिङमा चाहिँ Shapagai. आफूले पनि खेती गर्ने र किसानहरूलाई रिफ्युजीहरूलाई पनि सिकाउने कुरामा चाहिँ म लागिरहेको छु। कृषिको क्षेत्र त बृहत छ, तर आज हामी विशेष गरी खरबुजा खेतीको बारेमा कुरा गर्दैछौँ। कतिपय मानिसहरूलाई अझै पनि खरबुजा खेती चाहिँ बगर क्षेत्रमा अब बलौटे माटोमा बगर क्षेत्रमा हुन्छ भन्ने छ, तर यो चाहिँ सरासर गलत छ। यो हामीहरूको आफ्नै खेती जमिनमा पनि गर्न सकिन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ यो पहेँलो खालको कुन जातको सर यो खरबुजा? त्यो सागर सिटको हो। सागर सिटको हो। अब यो चाहिँ कहिले रोप्नु भएको थियो यो जातको खरबुजा? यो चाहिँ हामीले पुसमा नर्सरी गरिएको थियो हजुर र माघमा बिरुवा सार्यौँ। अहिले अब लगभग बजारमा अब जाने अवस्थामा पुगिसक्यो। उत्पादन राम्रै छ। उत्पादन धेरै राम्रो छ। अहिले हामी यहाँ यो खरबुजाको दानाहरू हेर्न सक्छौँ, एकदम प्रशस्त मात्रामा यो लागिएको छ सबै होइन। हजुर अब मुख्य कुरा के हो भने अहिले हाम्रा उपभोक्ताहरूले चाहिँ रासायनिक विषादीहरू खाइराख्नु भएको छ। हजुर तरकारीमा, खरबुजामा, अन्य फलफुल बालीहरूमा हामीले चाहिँ अलिकति सुरक्षित तरकारी खान योग्य हुन्छ भन्ने हिसाबमा चाहिँ होइन अब चाहिँ अर्ग्यानिकमा पनि आइपिएम प्रविधिहरू अपनाएर इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट सिस्टम अपनाएर किराहरूलाई विभिन्न ट्र्यापमा राखेर हामीसँग चाहिँ एलइडी ट्र्यापहरू अरू ब्याक्टोसेरा कम्पोजिटहरू पनि छ, औँसा पार्ने झिङ्गाहरू फसाएर यो चाहिँ भनेको लहरे जातको बालीमा लहरे एकदम बालीमा लगाउनु पर्ने। यो चाहिँ औँसा पार्ने किरा हुन्छ नि जुन, त्यसको लागि चाहिँ यसमा मेलको गन्ध हुन्छ। यसमा चाहिँ फिमेलहरू आएर एट्याक भएर चाहिँ यसमा टाँसिन्छ अनि यसमा भन्दा पनि यसमा चाहिँ मेल फिमेल दुवै आउँछ। अर्को हामीसँग अरू ट्र्यापहरू पनि छ यहाँ अहिले हेर्न सक्छौँ। भाइ त्यसै गरी हाम्रो गणेश भाइ आज काने पोखरी रमाइलोबाट आउनु भएको छ। वास्तवमा यो जैविक खेती प्रवर्धनको लागि चाहिँ सबैजना आउनु आवश्यकता छ। हाम्रो देश जैविक विविधताले भरिपूर्ण एउटा देश, यति सुन्दर देश, यति राम्रो देश। हामीले रासायनिक विषादीहरू, रासायनिक मल बढीभन्दा बढी प्रयोग गरेर हाम्रो जैविक विविधतालाई चाहिँ मास्न गइरहेका छौँ। अब हेर्नु त यो भित्र यो तरकारी खेतीभित्र पनि जैविक विविधता कायम गर्ने हिसाबमा चाहिँ हामीले यो खेती गरिराखेका छौँ। अहिले यो चाहिँ सूर्यमुखी फुलमा तपाईँले हेर्नु भने मौरीहरू बनाइराखेका छ। यहाँ मौरीहरू आइराखेका छ, यो परागसेचन गरिराखेका छ। आइन्स्टाइनले एउटा कुरा के भन्नुभएको छ भने यदि मौरी संसारबाट लोप भयो भने चाहिँ मानव अस्तित्व पनि संकटमा पर्छ भनेर भन्नुभएको छ। त्यसैले हामीले यो मिश्रित खेती प्रणाली अपनाएका छौँ। अहिले भाइहरूले हेर्दा पनि यो प्रशस्त मात्रामा खरबुजाहरू यहाँ चाहिँ तल देखिराख्नु भएको छ, माथि सूर्यमुखी फल्दै छ। अब अलि उतापट्टि जानु भने काँक्रा मजाले लहरिएर फलेको छ। अलिक उत्तरपट्टिको क्षेत्रमा हेर्नु भने करेला मजाले लहरिएर फलेको छ, त्यतिकै घिरौँला पनि फलिएको छ। यो सबै जैविक गाईको पिसाबहरू प्रयोग गरेर, निमको पातहरूको प्रयोग गरेर, पकाइनको पातहरू, तितेपातीहरू प्रयोग गरेर यो सम्पूर्ण खेती भइरहेको छ। भाइहरू मलाई सम्झेर त्यति टाढाबाट है पश्चिम एकदम नेपालको सबैभन्दा पश्चिम बैतडीबाट आउनु भएको छ। भाइ अहिले चाहिँ काने पोखरीबाट आउनु भएको छ। एउटा शिक्षा क्षेत्रमा उज्यालो प्रकाश छर्ने एउटा चाहिँ कार्यमा लाग्नु भएको छ। त्यही पनि मलाई सम्झेर कृषिलाई माया गरेर आउनु भएको छ। त्यतिकै गणेश भाइ पनि आउनु भएको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन म चाहन्छु।
अर्ग्यानिक छ यहाँनिर चाहिँ अब विषादी त प्रयोग हुन्छ तर अर्ग्यानिक जैविक विषादीहरू जैविक मात्रै, विषादी जैविक विषादी। निम ओइल जस्तै निमबाट निमको पातबाट बनेको तेलहरू हामी निममा एजाडिरेक्टिन भइगयो होइन त्यसै गरी चाहिँ एनपिभीहरू पनि प्रयोग गर्छौँ बिटीहरू पनि प्रयोग गर्छौँ जो चाहिँ जैविक विषादीहरू हो जीवित ढुसीहरू जीवित ब्याक्टेरियाहरू जीवित चाहिँ भाइरसहरू त्यसको मात्रै प्रयोग गर्छौँ के रोप्नु भएको छ यो कुन जातको हो हाम्रो काली काँक्रा भनिन्छ काली भेराइटीको यो चाहिँ आज हामी 2021 मा यो क्षेत्रमा यो ठाउँमा चाहिँ मानसरोवर कृषि अर्ग्यानिक कृषि फार्ममा चाहिँ हामीले ओजिटी गरेको थियौँ 6 महिनाको बसाइ हो हाम्रो यो दमक झापामा हामीले त्यतिखेर यहाँ जति पनि यो सैद्धान्तिक व्यवहारिक ज्ञान सिक्यौँ नि हामी यही क्षेत्रमा सिकेको अब अहिले चाहिँ यो चाहिँ भुटानी शिविरमा रहनु भएको व्यक्तिहरूले गर्नुभएको रहेछ खेती यसको चाहिँ सबै श्रेय जान्छ हाम्रो ददेबल चापागाई सरलाई आज चाहिँ हामी अब हाम्रो फुर्सदको समयलाई सदुपयोग गरेर हामी चाहिँ एउटा सानो भिडियो बनाउनको लागि आएको छौँ यो समयमा भर्खर त अब यो जाडो सकिरहेछ यो टनलमा खेती गर्नु भनेको चाहिँ अब च्यालेन्जिङै छ नि त जुन यसको लागि कतिखेर रोप्ने समय पनि थाहा पाउनुपर्छ यसमा हेर्नु यहाँ प्लास्टिकको डोरी पनि प्रयोग गरेको छ यहाँ धागो पनि प्रयोग गरेको छ यसको हेर्न सक्नुहुन्छ यस्तो राम्ररी फलेको छ कि यहाँनिर म खाँदैछु प्योर 100% अर्ग्यानिक हो यसमा निम ओइल बाहेक केही प्रयोग गरिँदैन यहाँ युरिया पनि हालिँदैन डिएपी पनि हालिँदैन यहाँ चाहिँ 100% अर्ग्यानिक यहाँ चाहिँ अब विषादीहरू प्रयोग गरेर क्यान्सर रोगहरू भइरहेछ होइन यसको लागि चाहिँ एउटा गतिलो उदाहरण हुनसक्छ यो मानसरोवर कृषि संस्था हामीले चाहिँ ओजिटी पनि गरेको यस ठाउँमा 6 महिना बसेर हामीले जिन्दगीमा सबैभन्दा सिकेको ठाउँ नै यहीँ हो क्या जति पढ्यौँ त्योभन्दा धेरै हामी यहाँ सिक्यौँ त्यही भएर चाहिँ हामी आज यहाँनिर रिक्सहरूको लागि आएको छौँ यो चाहिँ अब त्यो भएर देख्न सक्नुहुन्छ मल्चिङ प्लास्टिक युज गरेर यसले गर्दाखेरि झारेर उम्रिँदैन अब मलहरू बगेर जाँदैन यहाँ चाहिँ ड्रिप इरिगेसनको पनि प्रयोग गरेको छ काँक्राहरू देख्न सक्नुहुन्छ यो अब चैतको महिना हो चैतको महिनामा यस्तो चाहिँ काँक्रा फलाउन सकिँदैन क्या यो टनल प्लास्टिकमा होइन यो चाहिँ अब सरकारी अनुदान पनि प्रयोग भएको छ अब हामीले जति जे गरेको पनि लास्टमा खाने भनेको चाहिँ यही शुद्ध अर्ग्यानिक सागसब्जी नै हो नि त अब हामीले बजारमा पाउने अब फलफुलहरू खायो भने विभिन्न रसायनहरू प्रयोग गरेको छ अनि विभिन्न अब विषादीहरू प्रयोग गरेको छ विषादीहरूले तपाईँलाई थाहा छ हामीलाई क्यान्सर जस्तो घातक रोग दीर्घकालीन समयसम्म हुने घातक रोग लाग्दछ त्यही भएर हामीले चाहिँ अर्ग्यानिकतिर जाऊँ होइन आफ्नो खाली जमिन छ भने यसलाई सदुपयोग गऱ्यौँ र सागसब्जी रोपौँ बजारको भर परेर हुँदैन साथीहरू स्वस्थ रहनु छ भने चाहिँ हामीले सकेसम्म आफूले श्रम गरौँ कि हामी त्यो आफूका बाँधेर प्यारालाइज भए जस्तो भएर बसेर हुँदैन क्या आफ्नो अलिकति खाली ठाउँ छ भने चाहिँ हामीले सकेसम्म यसरी खेती गर्छौँ यहाँ देख्न सक्नुहुन्छ यो एभरेजमा 100 रुपियाँ केजीले बेचिरहेको छ क्या यो मार्केटमा 100 रुपियाँ केजीले दमकको बजारमा बिकिरहेको छ तपाईँ हाम्रो सब्जी नम्बर गर्नुलाई Thanks for watching. Please like and subscribe.